भन्नु अब हजुर हामी देउली गएर फर्केको अवस्था पुरै देखेछ हामी सबै आउँदैछौँ देउली गरेर फर्किँदैछौँ हजुर पुरै यो यता फर्क्यो यता हाम्रो मोटी बुहारी हाम्रो भाउजू चाहिँ हिँड्नु सक्नु भएन फाइनली लरङ लरङ गरिहे फाइनली हेर्न आयो कि ल धोका हेर सकिने ए पुरा गाह्रो यतातिर बाँस गरेर हिँड्ने झन् सजिलो हुन्थ्यो बाँस गरेर हिँड्न सकिन बाँस गरेर हिँड्न त साह्रो ए लालुपाते फाइनली यत्नसम्म हो के लालुपाते हजुर लालुपाते फुर्सैन पाते नसमय नगरे नि कान्छी म फेरि उहाँ पाठा बानेर यहाँ खन्न आएको हेर्नु ल हिँड्नु तपाईँ भाउजू हिँड्नु न पुरै भिडियो देखियो तपाईँको हिँड्न नसकेको भिडियो देखाउन पऱ्यो न रोक्नु ल यत्रो त भिड पुरै बसन्तगरको चिन्वाहा नि चिन्वाहा नि जानुहुन्छ तपाईँ घरै त ल पुरै भिड म के मैले लुब्लुङ हो के खडेराको हो हजुर खडारी भण्डारी 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 भने नि भण्डारी भने नि तेरी पुरा भ्यू देखे फाइनली ऊ त्यो डाँडो देखेको यस्तो बाटो पुरै यस्तो पुरै बाटो ए पुरै भ्यू पहाड फाइनली यो चाहिँ माथकोटको माथि पुग्न हामी माथिबाट झरेर यहाँ तल आएको छौँ उहाँबाट फाइनली सबै आएका खान उताबाट उतातिर लेक छ पुरै पुरै लेक हो त्यहाँबाट हिँडेर नि बाटो कुन यही बाटो फटाफट हिँड्नेलाई त त्यहाँबाट सिधै गएपछि स्कुल गइन्छ ढाडमाग्रा स्कुल यो ढुङ्गा त्यो बाटो थियो जस्तो लाग्थ्यो कि मलाई